नमस्कार सम्पूर्णमा यहाँहरूलाई नेप्से गाइड युट्युब च्यानलमा स्वागत छ। आज अप्रिल 29 र अप्रिल 29 मा मार्केटमा एउटा फलिङ मोमेन्टम नै देखिएको छ। आज मार्केट 25 पोइन्टले घटेर 2744.45 अङ्क बिन्दुमा गएर नेप्से क्लोज भएको छ। र यसैगरी आजको मार्केट दिपको कुरा गर्छु भने मार्केटमा आज पनि एउटा सेलिङ नै देखिन्थ्यो र बिचको केही समयमा एउटा साइडवेज बसे तापनि लास्टमा फेरि 2 बजेपछि चाहिँ एउटा फेरि कन्टिन्युअस सेलिङ चाहिँ मार्केटमा देखिन्थ्यो। र पछिल्ला दिनहरूमा पनि हामीले के देखिरहेका छौँ भने मार्केटमा केही टाइम एउटा साइडवेज बसे तापनि दिउँसोको टाइममा केही समय सम्हालिन खोजे तापनि लास्टमा 2 बजेपछि चाहिँ फेरि पुनः सेलिङ चाहिँ देखिरहेको छ। यो चाहिँ धेरै समयदेखि नै यो हामीले देखिरहेका छौँ र यो पनि हाम्रो लागि एउटा नेगेटिभ साइड चाहिँ हो। र आजको टर्नओभरको कुरा गर्छौँ भने 4 अर्ब लगभग 5 अर्बको भोल्युम चाहिँ आएको छ। र टर्नओभरको कुरा चाहिँ हामीले हिजो पनि गरिरहेका थियौँ। मार्केट डाउन भइरहेको बेलामा टर्नओभर थोरै आए पनि यसले के कस्तो प्रभाव पार्छ भन्ने चाहिँ हामीले गएको भिडियोमा कुरा गरेका थियौँ। र आजको बजार हामीले टेक्निकल्ली हेर्छौँ भने हामीले हिजो पनि कुरा गरिरहेका थियौँ। के कुरा गरेका थियौँ भने यो लेभलमा 0.5 देखि 0.6 को लेभलमा एउटा बायर्सहरू आउनु पर्ने लेभल हो भन्ने कुरा गरेका थियौँ। र यो लेभलमा यो दुईवटा क्यान्डलहरूमा एउटा बायर्सहरू आइरहेका पनि थिए। र यो क्यान्डल बिचको यो डोजी क्यान्डल जस्तै बनेको टाइममा चाहिँ एउटा इन्डिसेसिभ क्यान्डल चाहिँ बनेको थियो। र त्यसपछि चाहिँ यो क्यान्डल हिजोको क्यान्डल बनेपछि चाहिँ हामीलाई एउटा नराम्रो नेगेटिभ सङ्केत चाहिँ मार्केटले देखाएको छ भन्ने कुरा हामीले गरिरहेका थियौँ। र यो क्यान्डल आज पनि त्यो हाम्रो कुरालाई चाहिँ आज पनि भ्यालिड गरेको छ बजारले। र यो क्यान्डल पछि यो रेड क्यान्डल आउनु चाहिँ हाम्रो लागि एकदम नराम्रो कुरा चाहिँ थियो। किनभने यो लेभलमा एउटा बायर्सहरू आएका थिए यो क्यान्डल र यो क्यान्डलमा भने त्यो बायर्सहरूलाई चाहिँ सेलर्सहरूले एउटा डोमिनेट गरेको चाहिँ यो लेभलमा हामीले देखिरहेका थियौँ। र त्यो कुरा हामीले हिजोको भिडियोमा पनि प्रष्ट रूपमा गरिरहेका थियौँ। र आज मार्केटले 0.5 देखि 0.6 को लेभल हामीले जुन मार्क गरेका थियौँ पहिलेदेखि त्यो लेभललाई चाहिँ रेस्पेक्ट नगरेर त्योभन्दा तल नै ब्रेकडाउन भएको छ। यो चाहिँ हाम्रो लागि एकदमै नेगेटिभ कुरा चाहिँ हो। र मार्केट अहिले करेन्ट हामीले के देखिरहेका छौँ भने एउटा डाउन नै आइरहेको छ र त्यसपछि एउटा हाई लगायो। यो हाई चाहिँ एउटा लोअर हाई हुन सक्ने चान्स चाहिँ मार्केटमा एकदम हाई देखिएको छ भन्ने कुरा हामीले पहिलेदेखि गरेका थियौँ। र मार्केटको हामीले कन्डिसन त्यही नै छ भन्ने कुरा हामीले विगतका प्रत्येक भिडियोहरूमा हामीले बताइरहेका छौँ। यहाँहरू हाम्रो रेगुलर भ्युवर्स हुनुहुन्छ भने चाहिँ हजुरहरूलाई अवगत नै होला। र यो लेभलमा हामीले हामीले एउटा सानो ट्रेड लिन सकिने सर्ट टर्मको लागि भन्ने कुरा गरेका थियौँ। तर हामीले यो लेभलमा हिजो अस्तिको यो दिनको हामीले बजारको नेचर हेरिसके पश्चात चाहिँ हामीले यो भिडियोमा पनि के कुरा गरेका थियौँ भने मैले पर्सनल्ली चाहिँ यो लेभलमा अझै पनि मैले त्यो 30% लगाउने क्यास भनेको त्यो पनि लगाउनलाई मार्केटले मलाई एउटा डिरेक्सन दिएको छैन। मैले त्यस टाइमसम्म मैले नलगाउने निर्णय गरेको छु भन्ने चाहिँ भिडियोमा पनि कुरा गरिरहेको थिएँ। र आज त्यसलाई भ्यालिड गर्दै बजार तल नै झरेको छ। बजार चाहिँ अलिकति तल नै आउने हामीले देखिरहेका छौँ। र बजारले यो लोलाई नै ब्रेक गरेर एउटा लोअर लो बनाउन सक्ने चाहिँ एकदमै हाई चान्स हामीले बजारमा देखिरहेका छौँ। र हामीले 1 महिना पहिलादेखि नै यो कुरा हामीले गरिरहेका थियौँ र अझै पनि त्यो नै भ्यालिड चाहिँ भएको छ। र बजारमा हामीले अरू खासै केही नयाँ चिज चाहिँ छैन। तर बजार एकदम नेगेटिभ चाहिँ देखिरहेको छ। र यो लेभलबाट नेगेटिभ देखिँदै गर्दा बजार एकदमै झर्ने एकदमै अझै पनि झरेको बजार चाहिँ हुन सक्दैन। किनभने बिचमा केही राइजहरू आउन सक्छन्। र हामीले अबको बजार आगामी दिनमा चाहिँ के एक्सपेक्ट गर्न सक्छौँ भने यो लेभलमा हामीले एउटा सर्ट टाइममा यहाँ एउटा ट्रेन्ड लाइन ड्र गर्छौँ भने यहाँनिर बजार 2715 देखि 2720 को लेभलमा आएर चाहिँ बजारले एउटा यो लेभलमा एउटा एक्सपेक्ट बजारले गर्न सक्ने हामीले देखिरहेका छौँ। र यो लेभलबाट माथि मार्केट फर्केर माथि नै जाने भन्ने चाहिँ हाम्रो लागि अझै पनि लागिरहेको छैन। र यो लेभलमा चाहिँ मार्केटले एउटा रिएक्सन दिएर यो माथि 2810-20 को लेभलसम्म चाहिँ मार्केट गएर फेरि मार्केट पुनः
तल नै आउन सक्ने चाहिँ हामीले देखिरहेका छौँ र यो जस्ट हामीले देखेको कुरा हामीले बताइरहेको हो। मार्केटले हाम्रो अनुसार चाहिँ कसरी मार्केटले डिरेक्सन हामीलाई दिइरहेको छ भन्ने कुरा चाहिँ हामीले यो भिडियोमा प्रस्तुत गर्न खोजेका हौँ। हामीले तपाईँहरूलाई कुनै बियरिस हुन पर्ने तरिकाले चाहिँ हामीले प्रस्तुत गर्न खोजिरहेको होइन। हजुरहरूको एक्सपिरियन्सले जे भन्छ, हजुरहरूको नलेजले जे भन्छ त्यसलाई हजुरहरूले मान्यता दिनु होला। हाम्रो भिडियो चाहिँ जस्ट एजुकेसनल पर्पजका लागि मात्रै बनाएको र त्यसै अनुसार हेरिदिनु होला। र हामीले देखिरहेको चाहिँ यो नै हो, किनभने योले ब्रेक गरिसके पश्चात बजार केही एउटा बजारमा एउटा सानो भए पनि एउटा राइज आउन सक्छ र यो राइजमा चाहिँ सेलिङ अपर्च्युनिटी नै हुन सक्ने हामीले देखिरहेका छौँ र यो लेभलमा सेल गरिसके पश्चात फेरि बजार तल नै आउन सक्ने हामीले वर्तमान समयमा देखिरहेका छौँ। र हामीले बजारलाई टेक्निकल्ली यही नै देखेका छौँ र हामीले केही इन्डिकेटर प्रयोग गर्छौँ भने चाहिँ मैले पर्सनल्ली चाहिँ इन्डिकेटर युज गर्दिनँ। मैले आरएसआई चाहिँ युज गर्छु, अरू चाहिँ खासै युज गर्दिनँ। अब हजुरहरूले चाहिँ इन्डिकेटर पनि युज गरिदिनुहोस् भनेर भन्नुभएको थियो, पर्सनल्ली मेसेज पनि गर्नुभएको थियो। त्यसैले आजको भिडियोमा चाहिँ मैले केही इन्डिकेटरहरू पनि प्रयोग गरेर देखाउँछु। र इन्डिकेटरमा बुलिङ्गर ब्यान्ड लगाएर हामीले हेर्छौँ भने चाहिँ यो लेभलमा एउटा हाई लाइन यो लेभलमा यहाँ पुगिसके पश्चात झऱ्यो र यो लेभलमा यो मिड बुलिङ्गर ब्यान्डको मिड ब्यान्ड भन्दा पनि तल आइसके पश्चात चाहिँ बजार यो लेभलसम्म 2810-20को लेभल हामीले यो ट्रेन्ड लाइनको कुरा गरेका थियौँ। यो लेभलसम्म चाहिँ बजार आउन सक्ने बुलिङ्गर ब्यान्डले पनि देखाइरहेको छ र यो लेभलबाट चाहिँ एउटा रिएक्सन हामीले देख्न सकिन्छ। अनि अरू इन्डिकेटर युज गर्छौँ भने हामीले पिभट्स पोइन्ट पनि मार्केटमा हामीलाई एकदम सपोर्ट रेजिस्टेन्स हजुरहरूले जान्नुहुन्न भने चाहिँ यो पनि युज गर्न सक्नुहुन्छ। यो पनि मलाई इन्डिकेटरमा चाहिँ इफेक्टिभ यो पनि लाग्छ र यो यसले के बताइरहेको छ भने यो लेभल ब्रेक गरिसके पश्चात चाहिँ यो मार्केट एकदम तल नै आउन सक्ने चाहिँ देखाइरहेको रहेछ। भनेपछि तलैको यो चाहिँ एकदम तल नै देखाइरहेको रहेछ है पिभट पोइन्टले। यो चाहिँ एउटा हाम्रो लागि राम्रो कुरा चाहिँ होइन है। मार्केट पिभट पोइन्टले त एकदम तल 2660को लेभलमा मार्केट आउन सक्ने चाहिँ देखाइरहेको छ। यो चाहिँ नट गुड। त्यसै गरी हामीले अरू इन्डिकेटर हेर्छौँ भने हामीले आरएसआई लगाएर हेर्छौँ भने पनि आरएसआईले पनि यो लेभलमा पनि एउटा सेल दिएको थियो, डाइभर्जेन्स हामीले देखिरहेका थियौँ र यो लेभलबाट फर्किन सक्ने चान्स चाहिँ छ। यो 37को लेभलबाट चाहिँ मार्केट यो यहाँ आरएसआई आएर फर्किन सक्ने चान्स चाहिँ छ यो लेभलबाट। हामीले इन्डिकेटर वाइज हेर्छौँ भने पनि मार्केट पोजिटिभ चाहिँ देखिरहेका छैनौँ र टेक्निकल्ली हामीले प्राइस एक्सनबाट हेर्छौँ भने पनि मार्केट पोजिटिभ छैन। अरू एसएमसिआइसिडीबाट हेर्छौँ भने पनि मार्केट पोजिटिभ चाहिँ छैन। र त्यसै गरी हामीले विकली पनि हाम्रो मार्केट हेरिरहेको छौँ, तर विकलीमा पनि मार्केटले एउटा नेगेटिभ साइड चाहिँ देखाइरहेको छ, किनभने यो लेभलमा एउटा मार्केटले इम्ब्यालेन्स क्रिएट गर्यो र यो लेभलमा फेरि मार्केट ट्याप गरेर फेरि तल नै आइरहेको छ र यो लो, यो डोजी क्यान्डलको लो भन्दा ब्रेक भएर तल नै क्लोज भएको थियो हाम्रो गएको हप्ताको क्यान्डल। त्यसैले यो पनि मार्केटका लागि नेगेटिभ चाहिँ छ विकली चार्टमा हामीले हेर्छौँ भने चाहिँ। र यही नै हो हामीले हजुरहरूलाई बताउन खोजेको कुरा चाहिँ यो लेभलमा हजुरहरू बाइक नगर्नु होला। मार्केटमा आत्तिनुपर्ने अवस्था पनि छैन र हजुरहरूले क्यास म्यानेज गर्नुभएको छैन भने चाहिँ मार्केटमा आत्तिनुपर्ने अवस्था अहिले छैन। र हामीले आवरली आवरली च्यान्डल हेर्छौँ भने चाहिँ मार्केटमा यो रेन्जमा एउटा साइडवेज बसेपछि फेरि मार्केट तल गएको छ। यो चाहिँ हाम्रो लागि एकदम नेगेटिभ साइड हो, किनभने यो लेभलमै मार्केट बसेको भए एउटा माथि जान सक्ने चान्स पनि हामीले देख्न सक्थ्यौँ। तर यो लेभलमा एउटा मान्छेहरू यो लेभलमा पनि बायर्सहरू यो लेभलमा पनि आउन नसक्नु भनेको चाहिँ हाम्रो लागि नेगेटिभ कुरा चाहिँ हो। र यो लेभलबाट तल आइसके पश्चात चाहिँ अझै पनि बजार के माथि यो लेभलसम्म गएर फेरि बजार तल आउन सक्ने चाहिँ हामीले देखिरहेका छौँ। र त्यसै गरी हाम्रो यो भिडियोमा हिजोको भिडियोमा एकजनाले कमेन्ट गर्नुभएको रहेछ स्टक एनालाइसिसको लागि, काजल श्रेष्ठजीले। उहाँले चाहिँ एसएनएलआई, एनएचपिसी अनि दोर्जीको एनालाइसिस गरिदिनु भनेर भन्नुभएको रहेछ। हामीले त्यो पनि हाम्रो पर्सपेक्टिभबाट हामीले कस्तो देखिरहेको छौँ भन्ने एनालाइसिस गरिदिनेछौँ। दोर्जी चाहिँ हामीले हेरौँ।
दोर्दी चाहिँ हजुरहरूले केको लागि बाई सेल केको लागि हो अब त्यो चाहिँ हामीलाई थाहा भएन। तर हामीले दोर्दीमा हेर्छौँ भने चाहिँ यसमा मोमेन्टम ट्रेड गर्नुहुन्छ भने चाहिँ यो मोमेन्टम चाहिँ दोर्दीमा छैन। त्यो कुरा चाहिँ हामीले प्रष्ट देख्न सक्छौँ। र यो लेभलमा हायर हाई बनाउँदै गर्दा यो लेभलमा चाहिँ लोवर हाई बनाएर यो ब्रेक गर्ने हो कि भन्ने चाहिँ देखिरहेको छ। यदि यो लेभल दोर्दीले यो लेभल पनि ब्रेक गर्छ भने चाहिँ हाम्रो लागि नेगेटिभ हुनसक्छ। लोवर लो मार्केटले बनाएको भनेर प्रष्ट हामीले बुझ्न सक्छौँ। त्यसैले यो लो ब्रेक नगर्दासम्म चाहिँ दोर्दी राम्रै ठिकै देखिन्छ। तर यसमा मोमेन्टम चाहिँ छैन भनेर हामीले देखिरहेका छौँ। विकली हेर्छौँ भने पनि दोर्दी चाहिँ नै देखिरहेको छ। यो लेभल यो लो चाहिँ ब्रेक गर्नु भएन। यो लो ब्रेक गर्यो भने चाहिँ मार्केट केही तल दोर्दी केही तल चाहिँ हामीले आउन सक्ने अनुमान गर्न सक्छौँ। र मार्केटको हामीले कन्डिसन हेर्छौँ भने पनि अब मार्केट नै तल आउन सक्ने हामीले अनुमान गरिरहेका छौँ। र त्यस कारणले चाहिँ दोर्दी पनि केही तल नआउला भन्न चाहिँ हामीले सकिँदैन। किनभने धेरै जसो स्टकहरू चाहिँ मार्केट अनुसार नै चल्ने हुन्छ। लगभग 80 देखि 90% स्टकहरू। हजुरहरूले यो लेभलमा पोजिसन लिनुहुन्छ भने पनि धेरै एक्सपेक्ट नगरेर केही माथिको राइजमा चाहिँ सेल गर्नु नै उपयुक्त हुन्छ भनेर मैले भन्न चाहेँ। सकेसम्म चाहिँ यो लेभलमा हजुरहरूले ट्रेड नगर्नु होला। र त्यसै गरी अर्को के थियो एसएनएलआई हजुरहरूले लाइफ इन्सुरेन्स लिनुभएको छ भने पक्कै पनि हजुरले सर्ट टर्म ट्रेडको लागि होइन होला भन्ने मैले आशा राख्छु। किनभने यसमा मोमेन्टम खासै देखिँदैन। एसएनएलआई मिड टर्मको लागि हो भने चाहिँ हजुरलाई उपयुक्त नै हुन्छ। एसएनएलआईमा हामीले हेर्छौँ भने यो लेभलमा चाहिँ एसएनएलआई एउटा रेन्ज बनाएर चाहिँ एसएनएलआई बसिरहेको छ। यो चाहिँ हाम्रो लागि गुड थिङ चाहिँ हो। यो लेभलमा एसएनएलआईमा एकदम रिस्क नै छ भन्न चाहिँ सकिँदैन। किनभने यो हजुरहरूले पोजिसनल ट्रेडको लागि हो चाहिँ भने चाहिँ एकदम उपयुक्त हुन्छ। लाइफ इन्सुरेन्स अहिलेको अवस्थामा रिस्क एकदम कम भएको सेक्टर चाहिँ लाइफ इन्सुरेन्स पनि हो। किनभने लाइफ इन्सुरेन्स बढ्न पनि सकिरहेको छैन र एकदम लोमा नै रहिरहेको छ। र हामीले बजारको सिनारियो अनुसार नै कुरा गर्छौँ भने चाहिँ एसएनएलआई एकदम तल नै आउन सक्ला भन्ने चाहिँ हामीले अनुमान गरिरहेका छैनौँ। र मार्केटको कन्डिसन अनुसार चाहिँ एसएनएलआई यो लेभलसम्म चाहिँ आउन सक्छ। र यो लेभलमा आउँछ भने चाहिँ हजुरहरूले मिड टर्मको लागि हो भने चाहिँ यो लेभलमा उठाउन सक्नुहुनेछ। र यो माथिको लेभलमा चाहिँ हजुरले सेल गर्न सक्नुहुनेछ। 500 माथि चाहिँ हजुरले सेलको लागि हेर्नु होला। अहिलेको करेन्ट सिनारियोमा चाहिँ त्यही यो एसएनएलआई चाहिँ रिवार्ड भन्दा पनि रिस्क चाहिँ एकदम कमी छ। लाइफ इन्सुरेन्स सर्ट टर्मको लागि चाहिँ अहिले कुनै मोमेन्टम खासै छैन। त्यसैले मिड टर्मको लागि चाहिँ हो भने चाहिँ यो लेभलमा हजुरहरूले उठाउन सक्नुहुन्छ। र यो लेभल चाहिँ लाइफ इन्सुरेन्सले प्रोटेक्ट गर्न सक्ने सम्भावना आइ छ। र यदि यो लेभल पनि प्रोटेक्ट गर्न सकेन भने वर्स्ट केसमा चाहिँ यो लेभलसम्म पनि आउन सक्ने देखिन्छ। त्यसै गरी अर्को चाहिँ के भन्नुभएको थियो उहाँले एनएचपिसी हामीले हेर्छौँ भने एनएचपिसी चाहिँ हामीले यो लेभलबाट एउटा राम्रो राइट चाहिँ देखियो। अब हजुरहरूले कसरी यसलाई ट्रेड गर्नुहुन्छ त्यो चाहिँ मलाई थाहा भएन। तर हजुरले यसलाई मिड टर्मको लागि चाहिँ हो भने चाहिँ अहिले यो मैले मिड टर्मको लागि उपयुक्त हुन्छ भनेर भन्न सक्दिनँ। किनभने हामीले एउटा बजारमा हजुरले कुन रेन्जमा प्राइस पुगिसकेको छ भन्ने कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ। सर्ट टर्मलाई चाहिँ त्यो कुराले फरक खासै पार्दैन। तर लङ टर्मलाई चाहिँ यसले फरक पाइरहेको हुन्छ। यो लेभलबाट हामीले हेर्छौँ भने यसमा लगभग 80% प्लस नै यसमा राइज दिइसकेको छ यो स्टकले। त्यसैले यति माथि गएर चाहिँ हजुरहरूले यसमा पोजिसन लिनको लागि मिड टर्मको लागि चाहिँ उपयुक्त हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन पर्सनल्ली। त्यसै गरी यो लेभलमा हजुरहरूले बाई पनि मैले सजेस्ट गर्न सक्दिनँ। किनभने यसरी बढेको स्टकहरू यो स्टकहरू चाहिँ जसरी बढेको थियो त्यसरी नै घटेर फेरि यो लेभलमा आउन सक्दैन भन्न चाहिँ मैले सक्दिनँ। किनभने यस्ता उदाहरण हामीले विगतमा पनि देखिरहेका छौँ। यस्तो स्टकहरू चाहिँ एउटा प्राइस झ्याप्प जाने अनि झर्दा पनि त्यसै गरी सिधै झर्ने चाहिँ हुन्छ। र यसमा आरएसआई
पनि हामीले पहिले यो ट्रेड गरेका थियौँ। हामीले यसमा आरएसआई लगाएर हेर्छौँ भने यो लेभलमा आरएसआईले कति प्रष्ट हेर्नुहोस्, यो लेभलमा पनि एउटा आरएसआईले सेलिङ देखाइरहेको थियो यो लेभलमा। अनि अझै हजुरले लङ टाइम फ्रेममा हेर्नुहुन्छ भने पनि यो लेभल हायर हाई बनायो र यहाँ चाहिँ प्रष्ट रूपमा लोअर लो बनायो। यसरी हामीले आरएसआई डाइभर्जेन्स यसमा हामीले प्रष्ट देखिरहेका थियौँ र यति देख्दै गर्दा चाहिँ हामीले ट्रेड लिन हजुरलाई सजेस्ट गर्दैनौँ। ल यो लेभलमा हजुरले बेच्नुभयो होला र अहिले करेन्ट ट्रेड लिनको लागि हजुरले सोधिराख्नु भएको छ भने चाहिँ यो लेभलमा हजुरले ट्रेड नलिँदा नै उपयुक्त हुन्छ। र सर्ट टर्मको लागि हो भने चाहिँ यो लेभलबाट एउटा हजुरले ट्रेड लिन सक्नुहुन्छ। यो 270 को लेभलबाट चाहिँ हजुरले एउटा ट्रेड लिन सक्नुहुन्छ र छोटो टार्गेट राखेर 300 तिरको टार्गेट राखेर चाहिँ हजुरले ट्रेड लिँदा उपयुक्त हुन्छ। नै भने यो मिड टर्मको लागि हो भने चाहिँ यो अलिकति तल नै 240 को लेभलमा हजुरहरूले यसलाई हेर्न सक्नुहुन्छ। र यसमा चाहिँ एउटा कमाउने मान्छेले अपरेटरहरूले चाहिँ धेरै नै कमाइसकेको छ, त्यसैले हजुरले यति माथि गएर चाहिँ मिड टर्मको लागि चाहिँ बाई नगर्नु होला भन्न चाहे। धेरै बढेको स्टकहरू बढ्यो भनेर लिने अनि अपरेटर बिर्सेर निस्किसक्छ अनि हजुर चाहिँ अड्किने चाहिँ यस्तो स्टकहरूमा धेरै चान्स हाई हुन्छ। यसमा चाहिँ एएमडी प्याटर्न बनेको थियो र त्यो प्याटर्नले अहिले रिसेन्टली हाइड्रो पावरहरूमा चाहिँ काम पनि राम्रो गरिरहेको थियो। 2-3 स्टकमा यही प्याटर्नमै हामीले पनि ट्रेड गरिरहेका थियौँ र यसबाट हामीले पनि राम्रो चाहिँ हामीले रिटर्न पनि पायौँ। एक्युमुलेसन, म्यानिपुलेसन अनि डिस्ट्रिब्युसन। यो लेभलमा हामीले हेर्छौँ भने एक्युमुलेसन भयो। यो लेभलमा हामीले यो लेभलमा म्यानिपुलेसन भयो। अनि यो लेभलमा डिस्ट्रिब्युसन भयो। अनि प्रष्टै देखिन्छ। हजुरहरूले यसरी ट्रेड गर्नुभयो होला धेरैजनालाई चाहिँ। यसरी चाहिँ हामीले 2-3 स्टकमा ट्रेड पनि गरेका थियौँ, जस्तै एसडिएचपिसी अनि एनएचपिसी अनि अर्को कुन स्टकमा पनि यही प्याटर्न देखिएको थियो। एकेजिसिएलमा पनि यो प्याटर्न देखिएको थियो। हामीले 3 स्टकहरूमा चाहिँ यही प्याटर्नमै ट्रेड गऱ्यौँ र यसबाट हामी प्रोफिटेबल पनि बन्न सक्यौँ। र लास्ट टाइम हामीले अप्परमा पनि यो प्याटर्न देखेका थियौँ, तर त्यसमा चाहिँ अलिकति एकदम हाई क्याप धेरै भएको कारणले चाहिँ हामीले त्यसमा ट्रेड लिन सकिरहेका छैनौँ र प्याटर्न चाहिँ त्यसमा पनि बनिरहेको छ यो प्याटर्न। र यो लेभलबाट पनि हजुरले ट्रेड लिनुहुन्थ्यो भने चाहिँ एकदम राम्रो रिटर्न चाहिँ हजुरले दिने थियो मार्केटले। लगभग 40-50% को रिटर्न चाहिँ यो प्याटर्नले हजुरहरूलाई यो 3वटै स्टकमा चाहिँ दिइरहेको थियो र यो प्याटर्नको सक्सेस रेट पनि एकदम हाई हुन्छ र यो हाइड्रो पावरहरूमा रिसेन्टली धेरै देखिरहेको थियो र यसबाट धेरै राम्रो पनि भयो। र आजको भिडियो यति नै बनाउन चाहेँ। हजुरहरूले हाम्रो भिडियो कस्तो लागिरहेको छ, यदि राम्रो लाग्यो भने एक लाइक गर्नुहोला। हामीसँगै जोडेर यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला र हजुरहरूको केही क्वेसन छ भने चाहिँ कमेन्ट सेक्सनमा क्वेसन राख्नुहोला। हामीले आगामी दिनमा एउटा यस्तै भिडियोमा हामीले हजुरहरूको कमेन्टको रिप्लाई गर्नेछौँ भन्दै आजको भिडियो यति नै बनाउन चाहेँ। हस्, धन्यवाद।